आज कोहलपुर महोत्सवमा मैले भेटेँ एउटा यस्तो रेयर कन्डिसन भएको बच्चा जसलाई देखेर मलाई मेरो आँखामा नै भरोसा लागिरहेको थिएन कि यस्तो पनि हुने रहेछ भनेर। कुरा केही यस्तो छ कि हाम्रो घरमा चाहिँ आज रुकुमबाट आन्टी आउँदै हुनुहुन्थ्यो, तर आन्टी चाहिँ नाइट गाडीमा चढेर आएको कारणले चाहिँ गाडीले आन्टीले बीच बाटोमा झर्दैछ। त्यही मारे चाहिँ आन्टीले फेरि हाम्रो घरमा आउने बाटो नै थाहा भएको। त्यसैले म बिहानै उठेर चोकमा गएँ अनि आन्टीले ल्याएको 2वटा बोरा चाहिँ आफूले भर्या जसरी बोकिसकेपछि आन्टीलाई सँगै लिएर म चाहिँ घरमा आएँ। अनि आन्टीले रुकुमबाट आफूसँग टन्नै सुन्तला बोकेर ल्याएर आउनु भएको रहेछ। सुन्तलामा चाहिँ आधी बोरा जति थियो। अब घरमा पाहुना आएपछि पाहुनालाई त मासु खुवाउनु पर्यो। त्यही भएर चाहिँ मलाई चाबी लिएर पसलतिर पसलको तालसाल खोलिसकेपछि आज केजी जति मासु जोखेँ अनि 8 केजी जति मासु र टक्क काटकुट पारेर मैले मम्मीलाई बनाउनु दिएँ। मम्मी चाहिँ लाग्नु मासु बनाउन, म चाहिँ लागि अब यसो आगो ताप्नु पर्यो भन्न दाउरा साउरा ल्याउन। एकछिन तातोसँग आगो छेउमा बसेर खानासाना खाएँ अनि काममा जाने भनेर कपडा सपडा लगाएर आफू रेडी भएँ। अनि आजबाट चाहिँ कोलपुरमा महोत्सव सुरु हुँदैछ। त्यही भएर चाहिँ आज कोलपुरमा महोत्सव हेर्ने मान्छेहरू भने टनाटन छन्, तर दुर्भाग्यवश फोटो खिच्ने मान्छे भने कोही पनि छैन। अनि आज कोहलपुर महोत्सवमा जान कुनै टिकट नलाग्ने भएको कारणले चाहिँ महोत्सवभित्र के कस्तो माहौल छ गएर हेरिदिउँ न भनेर महोत्सवभित्र जान लागेको थिएँ। त्यही बेला मेरो नजर गयो साइडमा राखेको बच्चामा। यो बच्चालाई चाहिँ एउटा एकदमै रियर कन्डिसन रहेछ जसको बारेमा तपाईँले जान्न या पढ्न चाहनुहुन्छ भने तपाईँले एउटा स्क्रिनसटमा हानेर राखिदिन्छु, त्यो चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। यदि तपाईँले पनि कोलपुर महोत्सवमा आउनुभयो र तपाईँले यो बच्चालाई देख्नुभयो भने चाहिँ तपाईँले इग्नोर गर्ने काम चाहिँ नगर्नु होला। तपाईँले अलिअलि भए पनि तपाईँले सहयोग गर्नुभयो भने चाहिँ यो बच्चाको लागि धेरै ठुलो हेल्प हुन सक्छ। एन्ड बाई टेक केयर, लभ यु अल।